संघीय संसदमा एउटा सदस्यत्वको रूपले आइसकेपछि एउटा संघीय संसदको गरिमालाई संसदको अङ्कित झन्डालाई सगरमाथाको शिखरमा लगेर फहराउने एउटा इच्छा मनमा जाग्यो र मैले सभामुखज्यूलाई रिक्वेस्ट गरेँ। उहाँले सहर्ष स्वीकार्नुभयो र नेपालमा हरेक नेपालीले सगरमाथा हिमाल मात्रै नभएर यो हाम्रो अस्तित्वसँग गौरवसँग जोडिएको विषय छ। नेपालको सानो सगरमाथामा आरोहणको कुरा होस् अथवा क्लाइमेट चेन्जको कुरा होस् अथवा कुनै दुर्घटनाको कुरा होस्, त्यो संसारभरि एउटा समाचार बनेर निस्किन खालको सिचुएसन छ र भाग्यवश हामी जस्ता साधारण गाउँबाट आएको मान्छे पनि सगरमाथाले गर्दाखेरि देशमै रहने र थुप्रै रोजगारी सिर्जना हुने खालको अवसरको रूपमा मैले बुझेको छु र 10औं पटक सगरमाथा आरोहण गर्दा मैले देखेको केही कुरा र समस्यालाई समाधानमा रूपान्तरण गर्न सकिने केही विषयहरू देखेको छु। विगत 4 वर्षदेखि नेपालको पर्वतारोहण क्षेत्रमा संसारभरिको आकर्षण, नेपाली युथहरूमा पनि एउटा आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादनमा एकदमै राज्यको कम लगानी भएको यहाँलाई जानकारी गराउन चाहन्छु। 2010 मा मैले पनि एउटा साधारण बेसिक ट्रेनिङ गरेर सगरमाथा आरोहण सुरु गरेको र पछिल्लो समयमा हिमाल आरोहणको ट्रेनिङ केही कम भइरहेको, सगरमाथामा फोहोरले गर्दाखेरि संसारभरि न्युज बनिरहेको र त्यसमा पनि ध्यान दिनुपर्नेछ र सगरमाथाबाट दक्ष जनशक्ति उत्पादन, क्लाइमेट चेन्जले डाइरेक्ट इम्प्याक्ट सगरमाथालाई मात्रै डाइरेक्ट इम्प्याक्ट पारेको होइन। पछिल्लो केही वर्षमा हामीले काठमाडौँमा डुबान भएको कुरा, संसारको दुबई जस्तो ठाउँमा पनि अत्याधिक वर्षाले डुबान भएको कुरा यहाँहरूलाई अवगतै छ र अझै बढी हामी जस्तो र पर्वतारोहण क्षेत्रमा लागेको पर्वतारोहणलाई डाइरेक्ट असर पार्ने क्लाइमेटले त्यो स्वाभाविक नै भइहाल्यो। र अर्को कुरा, हामी हाम्रो संसारभरिको प्राकृतिक दिएको सगरमाथा लगायत थुप्रै 8000 भन्दा माथिको हिमालहरू छन् र नेपाल घुम्न आउँदाखेरि हामीले विगत 3 महिना अगाडितिर नेपालमा चाहिँ फेक रेस्क्यु भयो भन्ने खालको न्युजले संसारभरि त्यो न्युज आयो र अहिलेको आवश्यकता हामीले रेस्क्युलाई व्यवस्थापन र नियमन दुइटै गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखेको छु र यहाँहरूले पनि यसरी बुझिदिनु होला। र नेपाल राम्रो छ भन्ने संसारलाई थाहा छ, तर नेपाल सुरक्षित छ भन्ने खालको महसुस गरायो भने आगामी दिनमा हाम्रो पर्यटनलाई प्रवर्धन गर्न र नेपाल घुम्न आउने पर्यटकको लागि सुरक्षित महसुस गराएर हाम्रो पर्यटनलाई धेरै अगाडिसम्म लैजान सकिन्छ भन्ने मैले महसुस गरेको छु। र अन्तमा यहाँहरूले जुन मलाई मेरो पर्वतारोहण क्षेत्रमा लामो समयको लागेको र फेरि पनि पुनः नेपालको झन्डा र संघीय संसदको झन्डा लिएर जाने यो मेरो चाहनालाई तपाईँहरूले सहर्ष स्वीकारेर सहयोग गरिदिनु भएकोमा यहाँ सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु र सगरमाथाको शिखरमा पुगेको संघीय संसदको लोगो अङ्कित यो झन्डा र नेपालको राष्ट्रिय झन्डा मैले यहाँहरूलाई म हस्तान्तरण गराउँछु।